आज चाहिँ बिहानै म माइती जान लागेको हामी दिदा बाबुलाई लिएर। अनि बाटोमा उनीहरूलाई भोक लाग्यो भनेर भन्यो। अनि अस्तिदेखि नै स्यान्डविच खानी भनेर मेरो जेठो छोराले भनिरहेको थियो। अनि त्यही भएर आज त्यही सम्झेर बाबुहरूलाई चाहिँ मैले यहाँ लिएर आएँ। म चाहिँ चिया खान लागेको छु। अनि बाबुहरू चाहिँ त्यहाँ न्यापकिन देखेर सबै न्यापकिन चलाएर मेरो झन् सानो बाबु यति छुकछुके छ न्यापकिन चलाएर अनि बसिरहेछ। अब चाहिँ भोक लाग्यो होला उताउति खेलेर बसिरहेछ। अनि धेरै समय वेट गर्नु पऱ्यो। त्यही भएर उनीहरू चाहिँ चलेर हैरान पार्न लागेछ मलाई। जहाँ गए पनि दुईजना यसरी नै चलिरहेको हुन्छ। सो बच्चाहरू बुझ्ने नभएसम्म साह्रै गाह्रो हुँदैछ। झन् एउटै उमेरको जस्तो हुनुपर्छ सानो झन् यति दुःख दिन्छ, यति गाह्रो बनाउँछ कि कहीँ लिएर हिँडे पनि कहिले घर आएर बसौँ जस्तो लाग्छ मलाई। गाडीमा त्यस्तै दुःख, बाटोमा त्यस्तै दुःख, कहीँ के खुवाउन हिँड्यो भने यत्तिकै दुःख दिन्छ उनीहरू मलाई। कहिले यति दिक्क लाग्छ मेरो छोराहरू कहिले चाहिँ ठुलो होला अनि कहिले चाहिँ बुझ्ने होला जस्तो लाग्छ। हेर्नु चलेको आयो पापा आयो ल। फाइनली उनीहरूको वेटबाट स्यान्डविच पनि आइसकेको छ। जान सक्छ? ठुलो बाबुले त राम्रोसँग खान जाने, सानो बाबुले चाहिँ खान जाने छैन। तर उसले खाँदा पनि खाएन। उसले अलिअलि खायो अनि सबै भाग उसले मोमोमै खानुपर्ने भयो। उसलाई चाहिँ खासै मन परेन। तर ठुलो बाबुलाई चाहिँ एकदमै मिठो लाग्यो। मिठो भयो केही नदेला जस्तो हो नि। यो खाने